हजुर, अछाम जिल्लाको साँपीबगर नगरपालिका वडा नम्बर 9 बुढाकोट घर भई हाल बिरानो मुलुक भारतको मुम्बई अँधेरीबाट महेश साउद, उहाँको मन छुने देउडा गीत वाचन दुखी जिन्दगानी। दिन रात कामुमुखी बम्बईका सहर, दिन रात कामुमुखी बम्बईका सहर, आँखा आँसु डलीमली छुट्टिन्छन् लहर, आँखा आँसु डलीमली छुट्टिन्छन् लहर। जीवनभरि दुखारीलाई कहिल्यै छैन सुख, जीवनभरि दुखारीलाई कहिल्यै छैन सुख, कोसुन देला कैखी भनु यही मनका दुःख, कोसुन देला कैखी भनु यही मनका दुःख। कठै कठ आकाश उडने चरी भुइँमा फाली पोख, आकाश उडने चरी भुइँमा फाली पोख, नजन्मिनु भया रहेछु आमा ताम्रा कोख, नजन्मिनु भया रहेछु आमा ताम्रा कोख। मेरो भाग्य लेख्ने दैव दुःखै पाउनु लेखी, मेरो भाग्य लेख्ने दैव दुःखै पाउनु लेखी, दुःखै दुःख दिनु तैले मलाई मात्र देखी, दुःखै दुःख दिनु तैले मलाई मात्र देखी। कठै कठ स्वदेश जागिरी छैन परदेश धाउनु छ, स्वदेश जागिरी छैन परदेश धाउनु छ, नौकरी नपाउँदासम्म कति दुःख पाउनु छ, नौकरी नपाउँदासम्म कति दुःख पाउनु छ। जिन्दगी दुखैमा बित्यो रमाई खाने दिन, जिन्दगी दुखैमा बित्यो रमाई खाने दिन, मैले मात्रै खाया हुँ कि साउबैरीको ऋण, मैले मात्रै खाया हुँ कि साउबैरीको ऋण। कठै कठ घोला आउँछ माउ कराउँछ चराउन्या चल्लो नै, घोला आउँछ माउ कराउँछ चराउन्या चल्लो नै, जीवनको कहानी सम्झ्या सिती मन चल्लो नै, जीवनको कहानी सम्झ्या सिती मन चल्लो नै। कठै कठ हस्त धन्यवाद। हजुर, यसै गीत मार्फत सम्झिनु पर्दा मेरो सम्पूर्ण घर परिवार, आफन्तजन, इष्ट मित्र, साथी सङ्गी लगायत मलाई महेश साउद भनेर चिन्ने नचिन्ने सबैलाई मिठो माया मिठो सम्झना छ। यो गीतको शब्द सिर्जना महेश साउद, वाचक कान्छा लोकेन्द्र, बम।